जब पर्यो राति तब बुढी ताती भन्ने उखान त नेपाली समाजमा चर्चित नै छ। नजिक समस्या नआएसम्म हामी नेपालीहरू त्यसलाई व्यवस्था गरिरहन्छौँ। 2072 मा भारतले नाकाबन्दी लाउँदा नि हामीले त्यसको कष्टपूर्ण भोगाई भोगिसक्यौँ भने अहिले त हामी झन् आफ्नै आन्तरिक राजनीतिमा यति चिल छौँ कि कोही निकै खुसी छन्, कोही तनावमा छन्। तर सबैभन्दा बढी नेपालको अर्थतन्त्र धानेको मध्यपूर्वका खाडी देशहरूमा देखिरहेको राजनीतिक र आर्थिक सङ्कटले भविष्यमा निम्त्याउने खतरासित भने हामी जनता र सरकार कति सजग र होसियार छौँ त? यदि छैनौँ भने अहिले इरान अमेरिका युद्धले जन्माएको समस्याभन्दा ठुलो समस्या हामीले भोग्नुपर्ने हुन सक्छ। युद्धले केवल भौगोलिक नक्सा मात्र बदलिँदैन, यसले कुनै समयको एउटा समृद्ध क्षेत्रलाई बर्बादीमा पनि बदलिदिन्छ। अहिले भइरहेको इरान अमेरिका युद्धले खाडी क्षेत्रमा सबैभन्दा बढी असर पारिरहेको देखिन्छ। दिनरात ड्रोन आक्रमणको सामना गर्नु परिरहेको छ। धेरैजसो खाडी देशहरू आफ्नो शान्ति, समृद्धि र न्यून अपराध दरका कारण विश्वभरि लोकप्रिय बनेका थिए। यही अवस्था विश्वकै टुरिज्म हब र व्यापारको लागि निकै आकर्षण मानिएको युएई को पनि थियो। मध्यपूर्वमा रहेको देश भए पनि यहाँ शान्ति थियो, अमन र चैन थियो। युएई को 35% जीडीपी टुरिज्मबाट आउँथ्यो भने अझ एक्लै युएई को 7वटा इमिरेट्स मध्ये चर्चित दुबईको त 80% को अनुमान गरिएको छ, जहाँ मानिसहरू घुम्न र व्यापार गर्न आउँथे। त्यस्तै दुबई र कतार एयरलाइन्सहरूको हब मानिन्छ। एतिहाद, कतार एयरवेज, इमिरेट्स आदि अहिले खतरामा छ भने यी एयरलाइन्सहरूले पनि यी देशहरूको कुल जीडीपीको ठुलो हिस्सा ओगटेको देखिन्थ्यो। तर अब त्यो आधासम्म पनि पुग्न गाह्रो हुने देखिन्छ भने तेस्रो रियल इस्टेट बिजनेसमा पनि निकै प्रभाव पारेको छ यो इरान अमेरिका युद्धले। मिलियनियरहरू गएर मिलियनमा घर किन्थे भने अब ती सब भाग्दैछन्। घर जग्गा प्रोपर्टीका मूल्यहरू 81 घटेका छन् र तिनलाई फेरि पुरानै अवस्थामा फर्काउनु लगभग असम्भव जस्तै देखिन्छ। अनि अर्को तेल। युएई नि तेलको भण्डार हो, तर अहिले केवल तेल इरानले स्ट्रेट अफ हर्मुज बन्द गर्दा महँगो र नबिक्ने समस्या युएई र कतारले भोग्दैछ। तर त्यो भन्दा पनि लङ टर्म समस्या भनेका यी देशहरूको आजकल विश्व तेलमा कम निर्भर हुँदै गइरहेको देखिन्छ। जस्तै चीनले आफ्नो इनर्जी रिन्युएबल अर्थात् नवीकरणीय ऊर्जा 20% बढाइसक्यो। नवीकरणीय ऊर्जा भनेको यस्तो ऊर्जा हो जुन प्राकृतिक रूपमा निरन्तर पुनः उत्पन्न भइरहन्छ र कहिले पनि सकिँदैन। जस्तै सौर्य, पवन, विद्युतीय, बायोग्यास आदि हुन्। त्यस्तै नेपालमा यो साल 70% इलेक्ट्रोनिक गाडीहरू खपत भएको देखिन्छ। त्यस्तै पाकिस्तान पनि चीनबाट आउने सस्तो सोलर प्यानल लगाएर ऊर्जा प्रयोग गर्दैछ। यसरी बाँकी रहेको प्रभावलाई वैकल्पिक ऊर्जा स्रोतहरूले थप तीव्र बनाउनेछन्, जसका कारण तेल र ग्यासको माग झन घट्दै जानेछ। यसरी इरान सङ्कटले खाडी देशहरूमा आर्थिक सङ्कटको खतरा मन्डराइरहेको छ, जसले हामी जस्तो खाडी देशको रेमिट्यान्समा भर परेको देशहरूलाई अझ समस्याग्रस्त बनाउने देखिन्छ। धन्यवाद।